खाना खाएर यसो बसेको थिएँ। सासू मम्मीले हिँड मर्निङ एकदम मेरो दबाई लिन जानु पऱ्यो भन्नुभयो। अनि फेरि उठेर सनब्लक लगाएँ। अनि यता हल्का लिपस्टिक लगाएर कानमा टप पनि लगाएँ, टिकी पनि लगाएँ। कानमा टप नलाउने भने मेरो बुढाले फेरि कस्तो बुचेबर बसेको केही नभएको जस्तै भन्नुहुन्छ कि मलाई मात्र कि हजुरलाई पनि हो, हजुरको बुढाले यस्तो भन्ने। मलाई चाहिँ घर बस्दा केही पनि लाउन मन लाग्दैन, मेरो बुढाले फेरि लगाइदियो हुन्थ्यो भन्ने कि। अनि हो कस्तो देखियो भने कपाल छोडेर यसो हेर्दैछु कि राम्रो देखियो कि नै भनेर। हिँड्ने बेलामा फेरि मलाई सधैँ तिर्खा लाग्छ कि। अनि फेरि पानी खाँदैछु यति छिटो चाँडो गर भन्ने आफूले ढिला गर्ने होइन, म ढोका हान्दैछु कि सासूआमालाई। फेरि यता स्कुटी पनि निकाल्न पऱ्यो, स्कुटी निकालेर गेट पनि लगाइसक्यो। सासूआमा आउने अत्तो पत्तो छैन। यता कस्तो राम्रो भ्यू देखाइरहेको छु हेर्नुहोस्। अनि त्यही बेला ठ्याक्क सासू मङ्गलाको है सासूआमा दबाई किनेर पनि त दबाईको पैसा दिँदै हुनुहुन्छ। अनि हामी चाहिँ यसो फर्केर भिडियो बनाउँदै थिएँ। र मेरो त फोटो आएन कि राम्रोसँग के भन्नुहुन्छ। अनि यसो सम्झेको त घर खुर्सानी नै छ, खुर्सानी त किन्न पऱ्यो। यसो रोकेर खुर्सानी किन्न थाल्यौँ। खुर्सानी अदुवा आफूलाई चाहिएको सामानहरू किन्यौँ। अनि हामी घर फर्क्यौँ।